हेलो गाइस, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई मिनी ब्लग। सो आजको मिनी ब्लगमा तपाईँहरूलाई स्वागत गर्दै र अहिले चाहिँ बिहानको 5 बजिसकेको छ। मेरो चाहिँ यहाँ चिया पाकि नै सकेको छ र बाहिरको नजारा चाहिँ यस्तो भइरहेको छ। अहिले चाहिँ अँध्यारै हुन्छ 5 बजी चाहिँ। त्यहाँदेखि यसो बाहिर हेरेको त अँध्यारै रहेछ। जेसुकै होस् भनेर अलिकति भिडियो लिएर चाहिँ म चाहिँ चिया बनाउनुतर्फ लागेँ। यहाँ चाहिँ मेरो बिहानको दामी चिया बनिँदैछ। क्रिम सरीको चिया बिहान एक चरण चाहिँ खानु नपाइ चाहिँ चित्तै बुझ्दैन है। दुध हुँदा चाहिँ यसरी खानु पाउँछ, नहुँदा त अब त्यो अलग बात छ त्यसमा होइन। त्यसपछि मेरो चिया मजाले बनियो। हामी चाहिँ गाउँ बस्तीमा चाहिँ चिया चाहिँ एकदमै बेसी खान्छौँ। हुन त चिया खानु राम्रो होइन, भए पनि अब यो लत चियाको लत चाहिँ एकदमै डेन्जर हो गाइस। अनि त्यसपछि म चिया लगेर चाहिँ आगो फुक्नु गएँ। कटेरातिर चिया पिउँदै आगो ताप्दै नै गर्ने गर्छु प्रायः। त्यहाँदेखि म चियाहरू खाएर चाहिँ आगो ताप्दै चिया पिउँदै गर्नु थालेँ। बाहिर त्यति उज्यालो भएको छैन। त्यहाँदेखि यहाँ आगो सल्किँदैछ, आगो ताप्दै चिया पिउँदै म चाहिँ यसरी गर्दैछु। भन्दा नभन्दै 6 बजिसकेछ। त्यसपछि चाहिँ मेरो चाहिँ मर्निङ ड्युटी चाहिँ आज चाहिँ सधैँ चाहिँ घाँसमा जान्थेँ। अहिले चाहिँ आलुले गर्दा अलिकति हतार छ होइन। पानी पर्नु थाल्यो, आलु खनिहाल्नु पर्ने, आलु कुहिन्छ भनेर चाहिँ म चाहिँ आलु खन्नुतर्फ लागेँ। यसो सुँगुर हेरेको, सुँगुर पनि उठेको छैन रहेछ। त्यसपछि म चाहिँ भटाभट आलु खन्नु लागेँ। पानीले भिजाउनु थाल्यो। आलु चाहिँ अलिक ढिलो भयो के हो खन्नु भन्दै एक्लै बोल्दै खन्नु थालेँ। आलु चाहिँ यति दामी फलेको छ गाइस, किरा पनि लागेको छैन होइन। यो चाहिँ हामीले मधेसको बिउ रोपेको। प्रायः हामी चाहिँ मधेसकै बिउ रोपेर खान्छ। किरा लाग्दैन, मजाले फल्छ, मिठै हुन्छ मधेसको पनि होइन। बस्तीको चाहिँ कति किरा लाग्छ, कति त लाग्दैन। र यति खनेर उँभो हेरेको त आज त जाडो दिन हुने रहेछ भनेको त मजाले घाम लाग्दै रहेछ होइन। त्यहाँदेखि एक डोको ल्याएर खनाएँ। फेरि पनि गएँ म चाहिँ आलु खन्नु। त्यहाँदेखि यसो नानी पनि आएछ। त्यहाँदेखिको यसो नानीलाई भिडियो गर्न भनेको, ऊ घामहरू पनि माथि पुगेछ दिदी भन्नु थाल्यो होइन। म चाहिँ एकछिन बिसाएँ। त्यहाँ नानीसँग जिस्केँ। बिसाउँदै जिस्किँदै नानीले चाहिँ होमवर्कहरू पनि सबै गरिसकेछ। त्यहाँदेखि यहाँ नानी इस्कुस यति भएछ भन्दै इस्कुस पलाएको त्यसलाई देखाउँदै म चाहिँ फेरि एक डोको खनेर लागेँ। लगभग मैले 1 बोरा खनेँ बिहानको टाइममा होइन। त्यहाँदेखि 8 बजिसकेछ। हतार आएँ। आलु चाहिँ यति भयो होइन। मैले अलिक खनेँ, अलिक अगाडि अलिकै खनेको थियो। त्यहाँदेखि आमा चाहिँ यहाँनिर सुँगुरको चारोको लागि पुष्टकारी बनाउनु हुँदै थियो। त्यहाँदेखि म चाहिँ आएर खानातर्फ लागेँ। 8 बजी बिहान खाना बनाउनु थालेँ। त्यहाँदेखि खानामा आलुदम, मुसुरी दाल। आलुदम चाहिँ मेरो रेडी भइसक्यो यहाँनिर होइन। धनियाँ लगाएर आलुदम बनाएँ। अन्त यहाँ चाहिँ मलाई अस्ति सिलाम दिनुभएको थियो मामाले। योभन्दा अगाडिको ब्लगमा मैले लगाएको थिएँ होइन, सायद तपाईँहरूले पनि देख्नुभयो होला। म चाहिँ सिलामको अचार बनाउनु पऱ्यो, टमाटर सिलाम मिक्स गरेर भने आमाले चाहिँ यहाँनिर खै कस्तो रहेछ भनेर हेर्नु हुँदै थियो। त्यसपछि चाहिँ आएर मैले सिलामहरू भुटेर चाहिँ यहाँनिर खोर्सानी, यो डल्ले खोर्सानी हाम्रो घरकै हो, त्यहाँदेखिको टमाटर पोलेको थिएँ। झन्डै डढी गएछ टमाटर यता र उता कुदिँदा। त्यहाँदेखि टमाटर सिलाम लगाएर अचार बनाइसकेपछि नानी उसको दिदीको स्कुल जाने टाइम भइसक्यो होइन। त्यहाँदेखि चाहिँ मैले नानीलाई खाना दिएँ। कस्तो भएछ नानी आलुदम भनेको, मिठो भएछ। यसको चाहिँ आलुदम चाहिँ फेभरेट हो होइन, तर पिरो चाहिँ त्यति हुनु हुँदैन यसलाई चाहिँ। त्यसपछि नानीहरू स्कुल गइसकेपछि त हाम्रो टर्न आयो। बिहान चाहिँ यस्तै हुन्छ स्कुलले गर्दा, कोही कता घाँसमा जाने के हो कसो हो। त्यसपछि हामी पनि भटाभट खाना खानु थाल्यो बिहानको होइन। अब दिउँसोको काम अलग हुन्छ। त्यहाँदेखि हामी सबैजना बसेर खाना खानु थाल्यौँ, कसै अगाडि कसै पछाडि। लु अब दिउँसो चाहिँ भाउजूको चाहिँ आलु खन्नु पर्ने अरे, नपाकिकन दुम्सीले सबै खाइदियो अरे भन्दै अत्तालिनु थाल्यो। लु न त हामी पनि सघाइदिन्छु भनेर माइजू र म पनि गयौँ होइन। हेर्नुहोस् है दुम्सीले चाहिँ यति डेन्जर आलु खाएछ, लगभग 1 बोरा जस्तै खाएछ भनौँ न। त्यहाँदेखि यो डल्लै दुम्सीले खाएछ, लु न खनौँ भनेर भन्नु थालेपछि हामी पनि सघाउनु गयौँ। त्यहाँदेखि आलु चाहिँ यति मात्रै निस्क्यो, 2 बोरा नभरी होइन। त्यहाँदेखि माइजूले चाहिँ यहाँ डुकु लाने अरे, डुकु देखाउनु हुँदैछ। थ्याङ्क यू फर वाचिङ एभ्री वान।